फाइनली नेपालले गेम जित्यो होइन। हिजो चाहिँ लास्ट म्याच थियो नेपालको। यससँगै सुपर 8को समीकरण पनि सकिसकेको छ। पाकिस्तान सेलेक्ट भइसकेपछि पाकिस्तानले नामिबियालाई 100 रन्सले जित्यो। त्योभन्दा अगाडि हिजोको गेम नेपाल थियो भने अस्तिको गेममा चाहिँ श्रीलङ्का र अस्ट्रेलियाको गेममा श्रीलङ्काले चाहिँ अस्ट्रेलियालाई जित्यो। सो अस्ट्रेलिया ग्रुपबाट बाहिरिएको छ। सुपर 8मा जान असफल भएको छ। त्योभन्दा बाहेकको चाहिँ अब हामी टप 8मा चाहिँ सुपर 8मा बङ्गलादेश जिम्बाब्वे चाहिँ अस्ट्रेलियालाई रिप्लेस गर्यो भनौँ। अरू चाहिँ च्याम्पियन्स ट्रफीको जस्तो समीकरण छ। सो टप 8 टिम्स। अनि अब चाहिँ सबै गेम इन्डियामा हुन्छ होला। अनि नेपालले चाहिँ के डिफ्रेन्ट गर्यो त्यो फर्स्ट म्याचमा र अहिले भन्दाखेरि चाहिँ लास्ट ओभरमा तपाईँलाई याद छ होला इङ्ल्यान्डको गेमसँग दुईवटा बिचको गेमको त कुरै नगरौँ होइन। सो इङ्ल्यान्डको गेममा चाहिँ नेपालले लास्ट ओभरमा करण केसीले बोलिङ आइसकेपछि चाहिँ नाजर हुसेनले भनेका थिए कि मेबी इङ्ल्यान्ड प्रिफर्स पेस ओभर स्पिन, यहाँनिर पेस अफ भन्दा पेस अन नै प्रिफर गर्छ भनेको थियो नाजर हुसेनले। 21 रन पिटेपछि पनि मेबी द्याट हर्ट नेपाल भनेर भनेको थियो। सो हट वर्ड युज नगरेर समवेयर अराउन्ड। सो लास्टमा चाहिँ लास्टको गेममा चाहिँ नेपालले दिपेन्द्र सिंह पावर प्लेमा 3 ओभर गराएको छ। सो पेस अफ नै गराउने इन्टेन्टले देखिन्छ। सो कहिलेकाहीँ अपोनेन्ट चाहिँ यो इङ्ग्लिस र स्कटल्यान्ड भइसकेपछि चाहिँ दे प्रिफर इट। सो द्याट्स हाउ इट वेन्ट। सन्दीप लामिछाने वाज not getting as much wicket as other bowlers in the tournament, but for me he came into to bowl when opponent were हुन्छ नि having a flyer of start sometimes होइन। सो त्यस्तो चाहिँ हुन्छ होइन। अब हामीले 1 विकेट मात्र पाएको बलरलाई चाहिँ 1 विकेट मात्र पायो भन्ने भन्दा नि कति बेला आएर बोलिङ गर्यो भन्ने कुरा नि जज गर्न सकिन्थ्यो होला। त्यो त इट्स क्वाइट अन्डरस्ट्यान्डेबल फर क्रिकेट भ्युवर्स होइन। सो अपार्ट फ्रम द्याट अनि हाम्रो चाहिँ सोमपालको वी डोन्ट नो हिज लास्ट वर्ल्ड कप, किनभने वी डोन्ट नो हामी क्वालिफाई हुन्छौँ सोमपाललाई फेरि लिएर जान्छ कि नै। तर इफ लास्ट म्याच हो भने चाहिँ बबाल हो 3 for 25। अनि त्यो क्याचको रिएक्सन टाइम 0.6 छ। सो मेबी फास्टेस्ट होला त्यो चाहिँ टुर्नामेन्टको। अनि त्यसपछि अर्को कुरा चाहिँ धेरैलाई लागेको थियो 6 ओभरमा हामीले 56 रन ल्याउन सकिँदैन भने T20मा। पहिला मलाई नि त्यस्तो गेमहरू 5 ओभर 6 ओभरमा 56 रन डबल रन रेट चाहिँ कसरी जित्छ जस्तो लाग्थ्यो। रन रेट चाहिँ हेर्ने होइन रहेछ T20मा। 12को रन रेट हेर्नुहुन्न। T20मा चाहिँ 35 रन हान्न सकिन्छ किन 12 बलमा भन्ने त्यो 12 बलमा 35 रन हान्न सकिने अवस्था छ भने हामीसँग ब्याटर छन् र 12 बलमा 35 रन हान्दाखेरि चाहिँ टोटल टार्गेट भेटाउन सकिने अवस्था हुन्छ कि नै। 135 छ भने हान्न सकिँदैन। कतिचोटि 12 बलमा 35 रिपिट गर्न सकिन्छ र होइन। तर 56 रनमा 35 रन हामीले 12 बलमा हान्न सकिन्छ। अनि अब बाँकी भयो कति 2 ओभर सक्यो होइन। अब 3 ओभर बाँकी भयो। 3 ओभरमा हामीले 30 रन हान्न सकिन्छ कि नै भन्ने क्वेसन आउँछ नि त। सो 12 बलमा 35 रन चाहिँ गेटेबल छ T20मा। त्यही भएको जस्तो लाग्छ। सो अबको गेमहरूमा चाहिँ त्यस्तो भयो भने मैले चाहिँ मेरो कोही वरिपरिको मान्छे साथीहरूलाई होइन अथवा फ्यामिलिजहरूलाई चाहिँ हुन्छ नि यो गेम जितिन्छ कि नै भन्दाखेरि मैले जितिन्छ भनिरहेको थिएँ क्या। 5 ओभरमा आई थिङ्क 56 बाँकी थियो होला हाम्रो लास्टको होइन। सो हामी एकदम नराम्रो 11-12 रन रेटको नजिक पुगेको थियौँ। सो रन रेट आर नट द्याट प्रब्लम के त्यो 220 200 नकटाउँदासम्म चाहिँ रन रेट नहेर्दा पनि हुँदो रहेछ जस्तो लाग्छ मलाई क्रिकेटमा। 190मा पनि रन रेट हेरिँदैन। 200 कटाइसकेपछि चाहिँ 12को रन रेटभन्दा माथि जानु भनेको हार्नु नै हुन्छ होइन। सो त्यो इक्वेसन चाहिँ हुन्छ जहिले पनि। सो त्यो चाहिँ हिजो अप्लाई भयो। अनि दिपेन्द्रको ब्याटिङ नम्बर 4मा दिपेन्द्र आउनुपर्छ भनेको ठ्याक्कै बवाल लाग्यो मलाई चाहिँ। नम्बर 4 भनेकै थियौँ। त्यसपछि कुशल भुर्तेल र सेफको यस्तो दामी थियो यार ब्याटिङ। एटलिस्ट त्यति त गर्नुपर्थ्यो पहिल्यैदेखि भन्ने हुन्छ होइन। सो रोहित पौडेल क्याप्टेनसिप इन T20 आई हेभ डाउट्स नाउ होइन। So that may not sound right when tournament is just over, but I don't think he's got every shots that T20 requires. So I think अब सफल पनि गर्छ होला नेसनल टिमले। I don't know. So 2 down 3 down गुलसन we were hoping he did I think केही क्यामियो भयो। अनि यस भयो हिजो गुलसनले राम्रै क्यामियो गर्यो। अनि आई डु होप करण र सोमपाल चाहिँ टाइम ओभर भएको भन्ने चाहिँ म अलि फिल गर्दिनँ। द्याट्स इट गाइज। फेरिको वर्ल्ड कपमा हामी खतरा गर्नुपर्छ।